मेरो बुढाको 19 फाउन्टेनको जुनियर हाई स्कुलमा जाँदैछौँ र उहाँको अनुभव हामी एकछिनमा राख्नेछौँ। यही हो स्कुल चाहिँ, यही हो होइन अहिले नयाँ बनाएको यता नयाँ कन्स्ट्रक्सन गरेको। हामी चाहिँ तीन डाँडा काटेर आएको। उहाँ फुरुक्क हुनुहुन्छ गुरुआमालाई भेट्नु पाउँदा। होइन मेरो पढाउनु त कोही पनि छैन होला, मलाई पढाउनु त फुरुक्क हुनुहुन्छ यहाँ। हामी चाहिँ स्कुल आइपुग्यौँ, स्कुलको द्वारमा आइपुग्यौँ। तपाईँहरूलाई जानकारी गर्न चाहन्छु। यत्तिकै पस्दा हुन्छ? बच्चाहरू पढिरहेको छ। आफ्नो स्कुलमा आउनु पाउँदा उहाँको मुहारको मुस्कान छुट्टै छ। क्लास कतिसम्म पढेको अरे? 5? उहाँ चाहिँ क्लास 5सम्म पढ्नु भएको यहाँ। दस महिनाको होइन, 10 महिनाको कन्ट्र्याक्ट हो। 10 महिना आफ्नै स्कुल घुम्यो, गफ माऱ्यो। डेढ घन्टै गफ हान्नुभएछ नि। घुम्ने के वरिपरि? लाई त हेर्नु ल, बाई बाई भन्नु तपाईँको स्कुललाई। बाई स्कुल है। हामी पानी खाने भित्र धारा कहाँको जङ्गलमा पुग्नुपर्छ? यहाँ माथि माथि त्यहाँ पल्लो घरतिर दिँदैन थियो पानी पनि। तल गहिरोमा स्कुल। ल हामी चाहिँ स्कुललाई बाई बाई भनेर हिँड्यो अब। ठाउँ चाहिँ कति राम्रो छ नि यहाँ। राम्रो ठाउँ। के गर्छ अरे यहाँ पछाडि जङ्गलमा आएर? यो चाहिँ हाम्रो पहिला चाहिँ बाथरुम टोइलेट भन्ने चाहिँ हुँदैन थियो स्कुलमा। यहाँ पछाडि पनि केही पनि हुँदैन थियो। सल्लाहघारीमा गर्ने भनेको चाहिँ पिसाब जे गरे पनि खुट्टा त्यो डिलबाट यता आउने, यो डिल हुने चाहिँ जाने, अनि पिसाब गर्ने खुल्ला। यो चाहिँ गुम्बा कन्स्ट्रक्सन भइरहेछ। यहाँनिर यो चौर थियो, खेल्ने ग्राउन्ड थियो। यहाँ सानो 3टा कि 2टा माने थियो कि त्यसलाई भत्काएर यहाँ अहिले ठुलो गुम्बा भन्दैछ। 24वटा कि 27वटा पिलर छ अरे हो, गर्नु पर्ला जस्तो। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 यो चाहिँ ठ्याक्कै स्कुलको पछाडि